लौ झिलिमिली। घर त झिलिमिली भयो, अब पूजा भाडा पनि झिलिमिली बनाउनु पर्यो। फेरि तुई केमिकल ल्याएर पूजा भाडा मार्न सोचिरहनु छ भने त्यो सोच हटाइदिनु। महँगो केमिकल किन चाहिन्छ र? यी 3 कुरा प्रयोग गर्नुहोस्: पिठो, नुन र कागती, जसले यस्तो धमिलो पित्तलको भाँडालाई पनि चम्किलो बनाइदिन्छ। जति क्वान्टिटीको हजुरहरूले पिठो लिनुहुन्छ त्यति क्वान्टिटीकै नुन लिनुपर्छ र कागती चाहिँ 2-3टा जति हाले पनि हुन्छ। कागतीलाई निचरेर हल्का पानी राखेर 3टालाई मिक्स गर्नुपर्छ। अब यसलाई भाँडामा दल्नुहोस् र हल्का मसाज गर्नुहोस्। केही मिनेटमै चम्किन्छ। हेर्नुहोस् पहिले कस्तो थियो र अहिले कस्तो चम्किएको छ। केही केमिकल प्रयोग नगरी, आफ्नो सफ्ट ह्यान्डलाई ड्यामेज नगरी यसरी पूजा भाडा हजुरहरूले पनि चम्काउन चाहनुहुन्छ भने यस टेक्निकलाई यो तिहारमा अपनाउनुहोस्। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। ह्याप्पी तिहार।